एक दुई सब जान दिनु म्याडम। हेलो गाइस, आज हाम्रो फतेहपुरको एक्सपोमा अन्जु कुस्ने आउँदैछ हैन। त्यसको भ्लग हेर्नको लागि मेरो च्यानललाई सब्स्क्राइब गर्नु होला। पर्वतको च्यानललाई सब्स्क्राइब गरेर कुनै फाइदा छैन। होइन गाइज, मेरो च्यानललाई सब्स्क्राइब गरेर धेरै फाइदा छ। म तपाईहरुलाई चाहिँ इन्टरटेनमेन्ट गर्छु। उ गर्दैन इन्टरटेनमेन्ट, उ गर्दैन इन्टरटेनमेन्ट हो, गर्दैन। म जस्तो गर्दैन। नयाँ नयाँ यो पनि ब्लगर बनेको छ है। 700 भएको च्यानललाई डिलिट गरेर 4-5 सब्स्क्राइबर बनाएको छ अहिले। एकदमै खुसी छ है। उहाँको च्यानल डेट भएको थियो, त्यही कारणले उसले अब डिलिट गरिदियो है। र गाइज, आज तपाईहरुलाई चाहिँ देखाउँछु अन्जु कुस्मीको भिडियो। हेलो एभ्रीवान, वेलकम टु माई हेर्नु है, कति खुसी छ है जागिर खाएर। हामी बेरोजगार होइन गाइज। मेरो मर्निङ ड्युटी थियो, सकेर पनि यहाँ म साथीहरूलाई पर्खेर गर्मीले कस्तो भइसक्यो। हेलो हेर्नु है गाइज, यता पनि ब्लगर छ है, ब्लगिङ गर्छ उहाँ पनि। उहाँको ब्लगको च्यानलको नाम के हो? ब्लग च्यानलको नाम प्रिन्स ब्लग है। यहाँ युआरएल म राखिदिन्छु है, तपाईँहरू सपोर्ट गरिदिनु होला उहाँलाई। उहाँको च्यानलको नाम ब्लग नबनाए पनि मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु। च्यानलको नाम हो के? केटीहरूको हात चाहिँ धेरै चल्छ है, जवान पनि धेरै चल्छ। गाइस, सपोर्ट गरौँ उहाँको च्यानललाई पनि यार, मेरोलाई पनि गर्ने यार। नयाँ च्यानल बनाउने बेला छु गाइस। एउटा च्यानल पहिला मेहनत गर, बुझ्यो? च्यानल मरिसक्यो होला, धेरै च्यानल बनाएर 2 वर्ष ग्याप भयो नि त च्यानलमा, त्यही भएर। त्यो त तिम्रो कारणले ग्याप भएको छ नि। हो त, मरियो नि त नि, अनि अर्को बनाउने नयाँ भनेको। मान्छेको एउटा च्यानलमा 100 सब्स्क्राइबर पुऱ्याउनको लागि मान्छेको पिछवाडाको हालत त्यो टाइट भइहाल्छ। त्यसलाई फेरि अर्को च्यानल यो बनाउँछ है। गाइदिनु है, मेरो बेइज्जत गरिराख पर्वतले। बेइज्जत म के गर्छु? उसको पिछवाडाको हालत कमजोर भइसकेको छ अनि मेरो बेइज्जत। मेरो मात्र होइन, यसको पनि। है गाइज, आज तपाईहरुलाई चाहिँ अब यो अन्जु कुशवाहा को आउँदैछ है। निखरल जवानी कुन गाएको छ नि हो, यही गीत आज तपाईहरुलाई, यही तपाईहरुलाई चाहिँ आज म आफ्नो अनि साथी हमरा फ्रेंड्स हमारे बियाह में फ्री मेकअप मैन देते, फ्री टेलर मैन देते, कतबो कपड़ा सिला सके और फ्री अथी कैमरामैन। हम गवाही ना, प्री वेडिंग पोस्ट वेडिंग सब फ्री में। गवाही आते गाइस, गवाही आते, फिल्म दे वाला गाइस आते हैं, जूम करके देख। रेडी चिप्रिन्छ। हां प्रिंस रेडी छी। हां रेडी, ले रेडी है। कैमरा और कथि? टेलर और मेकअप भाई कहना ये किन पतली बिछा के ठेकाते हम ले लेते। हां, पतली बिछा के ठेकाते छ, झाड़ू लगावे आते है। हां कर दो पैसा बहुत गर्मी से पड़ा था। पाछे जाके के विदेश से कर दे। हमर दानी पैसा नहीं करने से बड़ आले खोज। हां, ये तो यहां ब्लॉग के माध्यम से डिमांड केम चाहिए। चाहिए और कुछ नहीं। बोलो खुली नहीं रहते आदमी का बिहेन कर सब में तो पहले कुछ नहीं देते। तो गाइस, हे गाइस, अब को पढे लेखेको हुनुहुन्छ है। अब कसलाई चाहिँ सरकारी जागिर छ है, अस्ट्रेलिया अमेरिका छ भने त्यो पनि चल्छ। त्यो ग्रीन कार्ड जो चाहिँ होल्डर हुनुहुन्छ है उहाँहरू पनि चल्छ है। अब केटी चाहिँ पढे लेखेको छ है, डाक्टर हो, केटी जागिर गर्दैछ, सरकारी जागिर। तर केटी एकदमै लोभी छ। आज उहाँकै तर्फबाट है, आज रमाइलो फर्स्ट डे को रमाइलो मेलामा पनि मेरो तर्फबाट थियो गाइस। दिदीको तर्फबाट, दिदीलाई पैसा मैले दिएको थिएँ। आज यो दोस्तको तर्फबाट है। ए गाइस, अब हामी चाहिँ अन्जु कुशवाहालाई हेर्नको लागि टिकट काट्न गइरहेको छु है। यहाँ चाहिँ काउन्टर रहेको छ, 50 रुपियाँ मात्रै प्राइस रहेको छ एकजनाको। यार यो त गलत भयो हामीसित यार, नाइन्साफी।
सरी टिकटकको प्राइस रहेको छ 100 रुपियाँ। यो फतेहपुर बजार हो है। क्या बना देते वीडियो सब क्या आपने है ना भित्रै बना दो भिडियो चलिए अब हामी चाहिँ अब टिकट काटेर भित्र वापस बस्ने मेन गेटबाट है गाइस टिकट हेराउँदैछ यहाँ हाम्रो यस महोत्सव परिसरभन्दा बाहिर रहेर मेरो आवाजले सुनिरहनु भएको छ। यहाँहरू सम्पूर्णमा पनि म अनुरोध गर्न चाहन्छु आज पनि हजुरहरूले मात्र रु 100 को टिकट काटेर हाम्रो यस महोत्सव परिसरभित्र प्रवेश गर्न सक्नुहुनेछ। र यहाँ टिकटकको रिल्सको प्र्याक्टिस गर्दैछ है। हेर्नु है हाँस्छ यो केटीले त यो केटा यो के गर्दैछ ल है। अब ब्लुटुथ है अब घाग्रावाला मिनीहरू प्र्याक्टिस गर्छ है। अब यो झोला ए गरियो गऱ्यो है गर्छ अब बटन की देखा न कटन की चादरा बिछा दे। र यहाँ गाइज डान्स गर्दैछ है। हेर्नुभयो बल्लमजी मन घबरा तानी यस्तै किसिमको डान्स गर्दैछ। हाम्रो यो ब्लग हो। हेर्नु है गाइज कति डान्स गर्दैछ यो एकदमै यसलाई चाहिँ राम्रो लाग्छ है डान्स गर्न। हेर्नु डान्समा चाहिँ रुचि भएको केटी हो यो। अर्को यहाँ रहेको छ है गाइज टेन्सनमा छ है। अन्जु कुस्मी फाइनली गाइज आज फुलकुमारीको बडीमा दम छ कि तपाईहरुको है आज हेर्छु है यो भिडबाट मैले लोग्ने खोज्छु छ नि ल आज बडीमा दम देखाउने है बडीमा दम देखाउने सबैजना है रेडी ओके हामी सबभन्दा सुरुमा छन्या गीतबाट सुरु गर्छौं हुन्छ कि हुँदैन ल म नाच्छु तपाईहरु पनि नाच्नुस् है रेडी छ डीजे वल्लभ भैया रेडी छ भने प्लिज ल छन्या है Oh my God, खसेर उतै जाऊ के ट्राफिक 1 2 3 भनिदिन्छु र अझ पनि सिंगल छु यतातिर म सासु आमा भन्छु यतातिर लोग्ने लोग्ने है यतातिर ल है अब के ढिला गर्ने भक्कको लिने गरेर नाच्नु ल लोग्ने गाइज ओके हामी ढिला नन्द एउटा अलि मिक्स डीजे टाइपको गीतमा जान्छ त्यो हिन्दीमै हो ल सैया जी सैया
अझै पालम हो कि छैन? ल फुलकुमारी गीतमा नाच्दै भक्का भक नाच्दै भनिरहेको छु त भक्का भक नाच भनेर है। ल फुलकुमारी गीत है पसिना आइसक्यो मेरो 0.2 है कमेडी म्युजिक बिचमा मजाले नाचे पनि हुन्छ है। ओके फुलकुमारी लगा जल्दी गोप गोप जाली जाली यो कि दामी थियो कि यसमा म्युजिक फिट भयो। आजको प्रोग्राम है अन्जुको सुहाई पतली कमरिया सकियो फाइनल्ली ब्लग पनि अब सकिन्छ। यस्तै ब्लगहरू हेर्दै गर्नु होला मलाई सपोर्टिङ ब्लग गर्दै गर्नु होला। अब यो ब्लगलाई चाहिँ धेरै साथीहरू फेरि झुर्मु सुन्तली आउँदैछ सोनु कुमार आउँदैछ त्यो पनि ब्लग तपाईँहरूलाई चाहिँ म हेराउने छु आफ्नो युट्युब च्यानलबाट। साथीहरू यो भिडियोलाई तपाईँहरू चाहिँ आफ्नो साथीहरूमाझ पनि सेयर गरिदिनु होला ताकि उहाँहरूलाई पनि थाहा होस् फतेपुर बजारमा फतेपुरमा रमाइलो मेला लागेको छ। गाइज हेर्नुभयो त फाइनली आजको प्रोग्राम सकिसकेको छ। बाई बाई साथीहरू।